हेलो साथीहरू, हेर्नुहोस् ल, मेरो चाहिँ अहिलेको सिटिङ रुम चाहिँ वाउ, आई रियली लाइक इट है। मेरो सिटिङ रुम चाहिँ अहिलेको चाहिँ मलाई लास्ट मन परेको छ। म आफै नै यति खुसी छु होइन, यति खुसी छु। वाउ, यो चाहिँ यस्तो होइन, टोटली रुम आउट प्लेसमा छ होइन। यो मेरो सिटिङ रुम है त। अनि हेर्नुहोस् त यहाँ हेर्नुहोस् त, हामी चाहिँ टक्क यो सोफामा बसिसके पछाडि यहाँको भ्युजहरू हेर्नुहोस् न। हो वाउ, यस्तो दामी होइन। अब भन्नुहोस् तपाईँहरूलाई कस्तो लाग्यो। अनि यो चाहिँ हाम्रो टक्कै सिटिङ रुमसँगैको यो हाम्रो गार्डन भइहाल्यो होइन। गार्डन त भइहाल्यो नै। अनि त्यसपछि अराउन्डिङ देयर सो मेनी, अब भनौँ न ट्रिज होइन। अनि वाउ छ त्यसै त। त्यही माथि हाम्रो पनि यहाँ प्लस छ है, गार्डन। हाम्रै चाहिँ रुफटप अफ गार्डन है। अनि त्यसपछि हेर्नुहोस् न, आजको दिनहरू यति राम्रो भएको छ, यति सफा भएको छ है। यस्तो क्लियर छ नि त आकाशहरू पनि होइन। त्यसमाथि बादल देखिरहेछ, कस्तो राम्रो क्या है। यसलाई उयो बनाउन मिल्ने रहेछ। अनि त्यसमाथि चाहिँ ट्याक्कै यो गोकर्णको जङ्गल हेर्नु न, कस्तो राम्रो छ कि। बिहानै उठ्दाखेरि पनि वाउ लाग्छ। त्यसैले नै मलाई यो ठाउँ चाहिँ बस्न अतिभन्दा अति राम्रो लाग्यो। हेर्नुहोस् त, वाउ, यो त अब यो गोकर्णको टिजहरू भइहाल्यो होइन, ब्याक साइडमा। अनि हेर्नुहोस् न, यहाँ पछाडि बारी चाहिँ पर त्यो ठ्याक्कै बेटिनको त्यो उयो ठ्याक्कैदेखि पछाडि यहाँ यो रुख हो। यो यताको चाहिँ होइन, यो एउटा सिङ्गल रुख रहेछ। यहाँदेखि सिधै त्यहाँसम्म चाहिँ बारी चाहिँ हाम्रै भएछ नि त। यति राम्रो छ, यति वाउ छ नि होइन। यहाँको मौसम हावापानी चाहिँ साँच्चीकै रमाइलो र राम्रो छ। सो मलाई नै आफूलाई कस्तो मन परेको प्लेस हो। म चाहिँ सो ह्याप्पी छु। बिहानै उठेर चाहिँ यस्तो यो दृश्य देख्न पाइहाल्यो भने चाहिँ आँखाले चट्ट रुमबाट चाहिँ होइन, बेडरुमबाट चाहिँ टक्क निस्किन साथ यो दृश्यहरू देखिहाल्छ नि त। अनि कस्तो एकदम क्या शान्ति क्या, एकदम आत्मा शान्ति, एकदम रमाइलोको फिल हुन्छ। अनि म चाहिँ अहिले यस्तो ठाउँमा आइपुगेको छु है त। एकदम ह्याप्पी मलाई एकदम हुन्छ नि, शान्तिको साथसाथै एकदम आनन्द भएको फिल हुन्छ है साथीहरूलाई। हेर्नुहोस् ल, मैले देखाएँ नि यो। अनि त्यसपछि चाहिँ यो चाहिँ हामीले यता अलिकति यति ट्रस लगाइदिएको छ। यसैलाई हामीले सिटिङ रुम हेर्नु न, कस्तो राम्रो छ कि है स्पेस चाहिँ। अनि यो यति सिटिङ रुम होइन। अनि टक्क त्यहाँ यस्तो छ है। यो चाहिँ यता भइहाल्यो होइन। अनि टक्क यहाँ हामी चाहिँ सट्टै रुमबाट यसरी बाहिर निस्किँदा चाहिँ टक्क ढोका बाहिर यस्तो देखिन्छ। कति राम्रो छ त। ओहो, सो अहिलेको हामीले चाहिँ घर सिफ्ट भएर आएको यो हाम्रो अर्को पुरानो घर चाहिँ यस्तो छ। राम्रो वातावरण छ। हाम्रो यो छतको बारी त भइहाल्यो। त्यहाँदेखि आउटसाइडमा पनि कस्तो राम्रो हरियाली ट्रिजहरू छ। अनि गोकर्णको
पूर्व उत्तर ढोकाको हो। ठ्याक्कै छेउमा पर्ने यो हाम्रो हाउसले चाहिँ एकदम मनलाई चाहिँ खुसी दिलाएको आभासमा म आफै पनि कति रमाएको छु। यो चाहिँ वर्णनै गर्न सक्दिनँ म। वाउ, सो नाइस, लुक एट डियर, सो मेनी ग्रिन ट्रिज आर। वाउ, त्यस कारणले मलाई आज चाहिँ यसो गर्न मन लाग्यो। देख्नुहुन्छ यतापट्टि टक्क यो, अनि यतापट्टि ट्रिज, अनि हाम्रो घरको ड्रागन फ्रुट्सहरू चाहिँ धेरै सार्न सकिनँ। ओन्ली दिस वान आई ह्याभ। अरू चाहिँ सबै मैले उतै दान दिइरहेको 6-7 लाखको ड्रागन फ्रुट चाहिँ। ल, यति राम्रो छ है। यहाँ चाहिँ हरियाली 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 हरियालीको बिचमा। वाह, कस्तो लाग्यो हजुरहरूलाई? म त एकदम ह्याप्पी छु। बिहानै उठेर टक्क एक्सर्साइज गर्दा योगा गर्न टाइप्स अफ प्लेस इज भेरी रेडी, भेरी नाइस है। यो अगाडिको सेतो देख्नु हुँदैछ नि, यो चाहिँ कति राम्रो बादल लागेर चाहिँ एकदम आकाश पनि टक्क निलो राम्रो भइरहेको छ। आजको दिन चाहिँ एकदम 10:39 गयो। यो ठाउँ चाहिँ एकदम राम्रो 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 सुन्दरताको प्रतीक, सो सौन्दर्य भइरहेको छ। आइएम सो ह्याप्पी हियर। वाउ, हेर्नुहोस् है, हजुरहरूलाई मन पर्छ? इफ यु लाइक दिस यु कमेन्ट बिलो, देन लाइक है त ल, डु एभ्रिथिङ। होप यु गाइज। वाउ, सो नाइस। दिल मेरा दिल, हाय दिल। यो आजको मौसम चाहिँ साँच्चीकै मन पऱ्यो मलाई। यो चाहिँ म कैद गरेर राख्ने वालामा छु। यो कैद गर्छु यसलाई। सो नाइस भ्युज। यस 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 यस, तपाईँले क्याप्चर। ओहो, कस्तो दामी, यसरी क्याप्चर गरेर राख्नु। इन्जोय।